नमस्ते गाइज सबैजनालाई। म चाहिँ हाल दुबईदेखि विगत 7 महिनादेखि यहाँनिर बस्दै आइरहेको छु। म चाहिँ आज के कुराहरू भन्न गइरहेको छु हजुरहरू सुनिदिनु होला राम्रोसँगले। म माथि घटेको घटनाहरू मलाई चाहिँ भिजिटमा ल्याइयो हो, कम्पनीमा भनेर डाइरेक्ट कम्पनीमा ल्याइदिन्छु भनेर। गाउँठाउँकै मान्छे हो, त्यो ब्रेन बजारकै हो हैन, त्यसले त्यसरी भन्नु। त्यसपछि म आएँ, तिनीहरूले चाहिँ फसायो मलाई, राम्रोसँग फसायो। मेरो 6 महिना भइसक्यो काम गरेको। अब भिसा नलाग्ने, भिजिटमा ल्याएको छ मलाई, भिसा नलाग्ने। त्यसपछिदेखि सेलेरी नदिने टाइममा सेलेरी नदिने। 6 महिना भइसक्यो, 3 महिनाको पैसा पेन्डिङमा राखिरहेछ। त्यही भएर आज मैले चाहिँ यो भिडियो बनाउनु गइरहेको छु। सबैजनाले सुनिदिनु होला। भिसा लागेन, भिसा किन लगाएनस् भन्दाखेरि मैले तिनीहरूलाई चाहिँ तेरो एजेन्टले पैसा दिएको छैन भनेर कसरी लाउनु भन्थ्यो। अब त्यो एजेन्टहरूले के गर्छ, पैसा सब खायो होला सायद हैन, त्यो चाहिँ थाहा भएन। पैसा खायो होला, दुईजना मिलेर राम्रोसँग खायो होला। ठिकै छ, म नेपाल आएपछि त्यो पनि हेरौँला के हुन्छ भनेर। तिनीहरूलाई अनि मैले यहाँबाट मलाई निकाल, मेरो पैसा फिर्ता दे भन्दा पनि के भन्यो तिनीहरूले, तेरो पैसा तैँले कमाएको त्यहाँ कति कमाइसकि सबै उयो 50-50 गर्नुपर्छ भन्थ्यो, आधा हुनुपर्छ, यस्तो त्यस्तो पनि भन्नु। तिनीहरूले धेरै भनेछ। म नेपाल भेट्यो भने म त्यसलाई राम्रोसँग भन्छु के गर्नुपर्छ भनेर, मलाई राम्रोसँग थाहा छ। अनि यहाँबाट मलाई निकाल भन्दा पनि तिनीहरूले भने अब जा आउट पासपोर्ट बना अनि नेपाल जा भन्थ्यो। अब त्यति सजिलै थिएन कि त्यहाँबाट, किनकि म नयाँ पनि थिएँ, मलाई केही पनि थाहा छैन। त्यो साला खाते त यहाँ, त्यो पनि यहीँ थियो, एउटा उता नेपालमा छ, एउटा त्यो यहाँ थियो विगत, त्यो पनि यहीँ बसिरहेको थियो। अनि त्यो गयो, भागेछ यहाँबाट। मैले त्यस्तो भन्दै त्यो भागेछ यहाँबाट, चाहिँ नेपाल गएछ हो। मैले भनेको नसुनेर त्यो चाहिँ भागेछ। मलाई भन्छ त्यहाँबाट निस्कि आउट पासपोर्ट, त्यहाँ पैसा सेलेरी दिँदैन, त्यहाँनिर पासपोर्ट माग्दा पासपोर्ट दिँदैन। कसरी त्यसले भने जस्तो सजिलो थिएन त्यहाँबाट निस्किनुलाई। म चाहिँ कसरी निस्केँ भन्दाखेरि मैले पासपोर्ट पनि मागिनँ भन्दा पनि मागिनँ, दिएन पनि, माग्दा दिँदैन पनि थियो। अनि मागेको भए मैले मलाई अर्कै ठाउँ लग्थ्यो, त्यहाँबाट सबलाई लग्छ नै, त्यहाँनिर भन्ने बित्तिकै लग्ने, यताउति सारिदिइहाल्थ्यो। मैले भन्न यो रमजान सक्यो नि मार्च महिनामा, एक दिन छुट्टी थियो। 6 महिना भइसक्यो काम गरेको, छुट्टी पनि नदिने, त्यस्तो थियो त्यहाँनिर। अनि त्यो रमजानमा चाहिँ एक दिन छुट्टी थियो। त्यही छुट्टीको बेला चाहिँ म चाहिँ यहाँनिर दिदीलाई भनेको थिएँ, कुराहरू सेयर गर्थेँ। दिदीले आइज म नेपाल पठाइदिन्छु भन्नुभयो, म चाहिँ आएँ यहाँ नानानिर आएँ। अब अलिक दिनमा नेपाल पनि दिदीले पठाइदिँदै हुनुहुन्छ। कोही पनि नआइदिनु होला साथीहरू भिजिटमा चाहिँ। तिनीहरूले भन्छ यस्तो त्यस्तो, त्यसमा नपर्नु होला कोही पनि, झुकिएर पनि त्यसमा नपर्नु, बरु मेन पावरमा जानु। हजुरहरू राम्रोसँग बुझेर आउनु होला। तर तिनीहरूले भिजिटमा ल्याउने, यताउति गरेर फसाउँछ हो, त्यसमा चाहिँ नपर्नु होला कोही पनि। चोर एजेन्टहरूले फसाउँछ गाइज नराम्रोसँग, त्यसैले राम्रोसँग बुझेर आउनु होला। म जस्तै हजुरहरू पनि नफस्नु भनेर म चाहिँ यो भिडियो बनाएको। सबैजनाले हेरिदिनु होला, सेयर गरिदिनु होला कोही बाहिर आउनु हुँदैछ भने। अब हामी जस्तै यङ केटाहरू यसरी फसाउनु त नि रित्तिहाल्यो नि त। कसरी कमाएर कसरी बचाउने, कसरी बाबामा खुसी पार्ने, कसरी फ्यामिली खुसी पार्ने गाह्रो हुन्छ। यसरी फस्यो भने भिजिटमा चाहिँ कोही नआइदिनु होला साथीहरू, झुकेर पनि नआइदिनु होला, तिनीहरूले फसाउँछ हो। म चाहिँ यही भन्न चाहन्छु। सेयर पनि गरिदिनु होला यो भिडियो। अब तपाईँको साथीहरू कोही बाहिर आउने सोचमा हुनुहुन्छ भने यसरी फस्नुभन्दा बरु म जस्तो अरूलाई पनि नहोस् भनेर म चाहिँ यो भिडियो बनाएको। यही कुरा चाहिँ मैले टिकटकमा फुल भिडियो राख्न सकिनँ, किनकि लामो हुन्छ। मैले चाहिँ यो मेरो युट्युब च्यानलमा लगाएर चाहिँ त्यहाँ गएर सबैजनाले हेरिदिनु होला, बुझिदिनु होला के हो कसो हो, के भइरहेछ भनेर। सबैजनाले सुनिदिनु होला, साथीहरूलाई सेयर गर्नु होला है त। अब केही गर्छु भनेर आएको मान्छे यसरी फसाउनु त नि गाह्रो भइहाल्छ नि। के गर्नु अब, नगर्ने हतार पनि गरियो, अब दुःख पनि पाइयो भन्नुपर्दा। मेरो पैसा चाहिँ म त्यत्तिकै छोड्दिनँ तिनीहरूलाई। अब कसरी हुन्छ हो, कानुनी रूपले हुन्छ कि कसरी हुन्छ, अब माग्ने हो, नदिएर हुँदैन। तिनीहरूले यसरी अरूलाई फसाउनु पनि त भएन नि त। यति राम्रो सहरमा, यति राम्रो ठाउँमा बस्नु त मन थियो, के गर्नु, खातेहरूले फसाइहाल्यो। ठिकै छ, मेरो अब लाइफ टाइमसम्म मेरो ब्यान हुन्छ दुबई चाहिँ गाइज। के गर्नु, यस्तै छ, अब यस्तै रहेछ भन्नु पर्ला। ठिकै छ, जे छ त्यही भोगिरहेको छु। तिमीहरूलाई भेटेँ भने चाहिँ मैले तिमीहरूलाई पनि देखाउँछु अगाडि परेको बेला, बस्दै गर तिमीहरू त्यतैतिर।
पैसा चाहिँ पस्नु दिन्न। फर्स्ट अफ अल चाहिँ मेरो दिदी भेनाजुलाई धेरै धेरै धन्यवाद, साथै मेरो साथीहरूलाई पनि धेरै धेरै धन्यवाद। म यहाँसम्म आएँ, मेरो साथीहरूले पनि हेल्प गरेछ, मेरो दिदी भेनाजुले पनि धेरै धेरै हेल्प गर्नुभएको छ। सो गाइज अहिले चाहिँ यति नै है, अरू कुराहरू पनि छ। अब सबै कुरा खुलाउन चाहिँ अहिले अलिक गाह्रो हुन्छ मलाई पनि पब्लिक गर्नुलाई। अब नेपाल गएर भन्छु, म भिडियोहरू बनाउँछु, हेरिदिनु होला सबैजनाले। गाइज अहिलेलाई चाहिँ यति नै, बाई, थ्याङ्क यू।